उहिले उहिले मकै भुट्ने मकै खाने कोदो रोपेकाले कोदाएर टी खाने अरू नास्ता अब त नपिसिकन मिल थिएन उठेर पिस्न पर्यो उठेर 4-5 माना कोदो पिस्यो अहिले खाने नि खाए दिउँसो त नखाइ नछोड्ने अहिले अब काम गर्ने बुहारी सुहारीले खान्थे बुढाबुढीले नखाने अहिले बिहानको दिउँसोको त सबैले भाकाले सबैले खाने हो कोदाएर त कसैले 2टा कसैले एउटा र आधा कसैले एउटा त्यसरी अनि कसरी पकाउने कोदाको रोटी अब घिउ राखेर पकाउने घिउ राखेर पकाएको रुचाउनेलाई घिउ राखेर पकाउने डाँबेर पकाएर 2 फेर फर्काएपछि आगा सेकाएको फोका उठेको चाम्रो मिठो मान्ने खानेलाई फेरि आगा सेकाउने पकाएर हजुरले पकाउनुहुन्थ्यो मैले त सिधीमिधी पकाइनँ सँगै हुँदा त रोटी त सासूले पकाउनुहुन्थे रोटी सँगै हुँदा त मैले पकाइनँ सासूले माया गर्नुहुन्थ्यो कि गर्नुहुन्थेन सासू पन्थिँदा त पकाइयो माया गर्नुहुन्थ्यो कि थिएन सासू आमाले माया माया गर्नुहुन्थ्यो कि नै सासू हुँदा पकाइयो भात होइन मलाई मात्रै होइन सबैलाई दुनियाँलाई पहिला पहिला सासूले बुहारीलाई त्यति माया नगर्ने सासू त दुष्टै हुन् दुष्टै हुन् तर अझै पहिलाको सासू दुष्टै हुन् त्यति दुष्ट त होइनन् भए पनि बुहारीलाई सासू को जाति सासूलाई बुहारी कसको जाति हाम्रो मम्मीले त मलाई माया गर्नुहुन्छ अब माया हामीले नि त गरिन्छ नि हामीभन्दा अब मभन्दा मेरो सासूलाई धन दुःख मलाई भन्दा मेरो सासूलाई धन दुःख अझै बुढी सासूलाई धन दुःख त्यस्ता दुःख कति थिए अघि त दुःख अझ छैन दुःख बुहारीले आनन्द छ अब धान कुट्न पर्ने धान कुट्न लगाइदिने मान्छे छैन लुडीले यहाँबाट भक्कने गऱ्यो उहाँ ओखर लुडीले ताने यताबाट लगाइसके त्यहाँबाट यताबाट लुडी लायो त्यहाँबाट एकछिन छिरिदिएको फेरि बिसाएर बडार बुडुर पारेर हुडल पारेर फेरि कुट्यो 3 फेर कुट्ने हो पहिला 1 फेर कुटेर निफान्यो त्यहाँबाट 2 फेर कुटेर निफान्यो त्यहाँबाट 3 फेर छाँटेको भनेर 3 फेर छाँटे कसैको बिहा रहन्थे कसैको बिहा रहन्थे अनि यसरी केलाउने हो सुप्पोले त्यहाँबाट यो मकैको आँटालाई पनि अब फिन्कियो त्यहाँबाट चाल्यो त्यहाँबाट केलायो त्यहाँबाट पकायो